एउटा राजमार्ग बनाउने बजेट पनि नहुने बेला मित्र राष्ट्रहरूसँग सहयोग मागेर राजा महेन्द्रको भिजन र दूरदृष्टिबाट तराईमा राजमार्ग निर्माण गरिएको थियो। अहिले त्यो राजमार्गलाई महेन्द्र राजमार्गकै रूपमा रासोपा सरकारले परिचय फर्काउँदा केहीलाई थामी नसक्नु भएको छ। महेन्द्र राजमार्ग नाम सुन्दै छटपटाउनेहरू धेरै जसो त त्यो राजमार्गको 19 सालमा शिलान्यास हुँदा जन्मिएका पनि थिएनन्। तराईको एक जिल्लाबाट अर्को जिल्ला पुग्न त्यसअघि भारत हुँदै रेल बस चढेर गन्तव्यसम्म पुग्नु पर्थ्यो। 18 बुँदे राष्ट्रिय प्रतिबद्धतामा महेन्द्र राजमार्ग उल्लेख भएपछि माओवादी नेता सुदन किरातीले पूर्व पश्चिम राजमार्गलाई महेन्द्र राजमार्ग नामाकरण गरेर दिन खोजेको सन्देश के हो? के गणतन्त्रलाई रासोपाले खिलको रूपमा लिन थालेको हो भन्दै प्रश्न गरेका छन्। प्रचण्डमा यसु परमेश्वरको अवतार देख्ने सुदन किरातीको मन शान्तिका लागि भए पनि कुनै सडक, झोलुङ्गे पुल, पार्टी, पौवा केही खोजेर प्रचण्ड सडक, प्रचण्ड झोलुङ्गे पुल भन्ने नामाकरण अहिलेको सरकारले गरिदिए हुन्थ्यो होला। तर के गर्ने, 20 वर्षसम्म सत्तामा रजगज गर्दा सम्झिनु पर्ने त्यस्तो कुनै कामै छैन। सम्झिनै खोज्दा कि मुर्रा राङ्गो याद आउँछ कि सीसीटीभीको तार काट्ने मुसा दिमागमा आउँछ। अब यसो गरौँ सुदन किरातीजी, मुर्रा राङ्गो र तार काट्ने मुसामा माओवादी वा तपाईँहरूको कम्युनिजमको पेटेन्ट दर्ता गरौँ। यसका लागि हामी पनि सकेको जोडबल गरौँला। यति गर्दा तपाईँको पनि मन शान्त भएन भने तपाईँ त्यो महेन्द्र राजमार्गलाई नै बहिष्कार गरिदिनुहोस्, त्यो बाटो हिँड्नै छाडिदिनुहोस्। टन्टै साप, जुन राजाको सङ्कल्पले राजमार्ग बन्यो ती राजाको सम्मानका लागि भए पनि महेन्द्र राजमार्ग फर्किनै पर्थ्यो। जुन पुस्ताले आफ्नो पुर्खाको योगदानको कदर गर्दैन, साँच्चै भन्ने हो भने त्यो पुस्ता निकम्मा नै हो। माओवादीको मूर्खतामा काङ्ग्रेस एमाले सती जाँदा देशले जुन बर्बादी खेप्यो त्यसको यहाँ हिसाब गरेर पनि सम्भव छैन। तर उहाँहरू अझै पनि गणतन्त्रको एकहोरो रटान लगाउनुहुन्छ। कलिलो उमेरमै सुदन किरातीहरूमा उग्र वामपन्थको सङ्क्रमण भयो। यो सङ्क्रमणले हात पाखुरा होइन, सोझै मस्तिष्कमा प्रहार गर्छ। रेबिसको सङ्क्रमण भएपछि मान्छे पानी देखेर तर्सिन्छ। उग्र वामपन्थको सङ्क्रमण भएपछि चाहिँ मान्छेको आलो रगत देखेपछि सङ्क्रमितको मन प्रफुल्लित हुन्छ। यो सङ्क्रमणले ग्रस्त माओवादीहरूको जत्थाले अहिले पनि मान्छेको आलो रगतमा विजयको अबिर देखिरहेको छ। नेपालीको कत्लेआमलाई उनीहरूले महान जनयुद्ध नामाकरण गरिदिएका छन्। अनि अहिले बालिन सरकारले महेन्द्र राजमार्ग नामाकरण गर्दा यिनीहरूको होस गुम्नु उड्नु स्वाभाविक पनि लाग्छ। किनभने यिनीहरूलाई कसैले केही बनाएको, निर्माण गरेको वा सृजना गरेकोमा चिन्ता हुन्छ। मान्छे सिद्ध्याएको, ब्याङ्क लुटेको, बम पड्काएकोमा गर्व हुन्छ। किनभने उग्र वामपन्थको सङ्क्रमण भएपछि देखिने लक्षण यस्तै हुन्छ। यो सङ्क्रमणले सङ्क्रमितको ज्यानै लिन पनि सक्छ। ज्यान लिएन भने बाचुन्जेल छाड्दैन। सरल शब्दमा बुझ्दा यो HIV जस्तै हो। अहिले HIV ले मान्छेको ज्यान लिँदैन, तर औषधि आजीवन खाइरहनु चाहिँ पर्छ।